यदि श्रीमानको शासनमा श्रीमतीलाई दिक्क लाग्छ भने ती महिलाहरू प्रेमको योग्य हुँदैन। के श्रीमानको हरेक नियममा लुकेको प्रेम हुन्छ भनेर तपाईँलाई थाहा छ? अबेर रातमा बाहिर नबस भन्नुको मतलब तपाईँको सुरक्षा मेरो लागि सबभन्दा महत्त्वपूर्ण छ भन्नु हो। यी साथीहरूको सङ्गत नगर्नु भन्नुको मतलब पछि यिनीहरूको कारणले गर्दा तपाईँको इज्जत नगुमोस् भन्ने कुरा यसको मनमा हुन्छ। अबेर रातसम्म फोनमा कुराकानी नगर वा मोबाइल नचलाऊ भन्नुको मतलब तपाईँ स्वस्थ हुनुपर्छ भन्ने कुरा यसले चाहेको हुन्छ। तर दुःखको कुरा धेरै महिलाहरूले यी कुराहरूलाई नबुझ्ने प्रयास गर्नुभन्दा श्रीमानले ममाथि शासन गर्छ, मलाई हरेक कुरामा रोकटोक गर्छ भनेर दिक्क मान्छन् र उनीहरूले जुनसुकै बेला पनि मलाई शासन गर्ने अधिकार उसलाई छ र भनेर सोच्ने गर्छन्। तर वास्तविक सत्य यस्तो छ, तपाईँमाथि हैकम नचलाउने श्रीमानले यो सबै कुरा सोच्दैन। जसले तपाईँलाई आज कहाँ गई कोसँग गई भनेर खोज नीति नगर्ने श्रीमानले यो सबै सोच्दैन, तपाईँलाई अरूबाट जोगाउने जिम्मा पनि लिँदैन। याद गर्नुहोस्, शासन र यातना एउटै होइनन्। अत्याचार गर्नु भनेको तपाईँलाई अपमान गर्नु, कुटपिट गर्नु र तपाईँको स्वाभिमान तोड्नु हो। र तपाईँलाई शासन गर्नु भनेको तपाईँको जिम्मेवारी वहन गर्नु, तपाईँको संरक्षण गर्नु र मायाले सम्बन्ध जोगाउनु हो। यी दुईमा फरक नबुझ्ने महिलाले वास्तवमा प्रेमको गहिराई बुझ्दैनन्। श्रीमानको शासन तपाईँलाई बोझिलो लाग्छ भने सोच्नुहोस्, त्यो मान्छेले तपाईँलाई सबैभन्दा धेरै माया गर्छ, जसले तपाईँले चालेको हरेक कदमको चिन्ता गर्छ र तपाईँलाई गुमाउँछु कि भनेर डराउँछ। यो मायालाई नबुझ्ने महिला त्यो मायालाई कहिल्यै कसैको साँचो प्रेमको योग्य हुन सक्दैन। आफ्नो घरको ऐनाको अगाडि आफू उभिएर आफैलाई प्रश्न गर्नुहोस्, के तपाईँको श्रीमानले तपाईँलाई साँच्चै नै शासन गर्नुहुन्छ? उहाँले तपाईँमाथि गर्नुभएको शासनमा तपाईँले आफू दिक्क हुनुभन्दा अगाडि त्यो शासनको पछाडि तपाईँप्रति कति माया लुकेको छ भनेर एकपटक सोच्नुहोला। साथीहरू, यो भिडियो मैले सामाजिक सञ्जालबाट जस्ताको तस्तै मैले एउटा प्रसङ्ग राम्रो लागेर मैले पोस्टाएँ, यहाँ साभार गरेको छु। हजुरलाई कस्तो लाग्यो? मन परेदेखि आफ्नो भनाइ राखिदिनु होला र मन नपरेको भए पनि आफ्नो भनाइ राखिदिनु होला र आफ्नो विचार राखी यसलाई चाहिँ सेयर पनि गरिदिनु होला भनेर भन्न चाहे। धन्यवाद।